डाँडा पनि भिडियो बनाउँदैछु नै यो टिकटक अरे टिकटक यस्तो ठाउँ रहेछ यहाँ अलिकति आज छोरीलाई पनि पहिलोचोटि पहाड चढाएको खासै मातेन अरे गाडीले मलाई चाहिँ बरु माते जस्तै गर्यो हेलो नमस्ते हामी चाहिँ तेर्थुम आएको छौँ निनी कान्छीकोमा हिजो आएको पानीले चुट्दै चुट्दै आइपुग्यौँ अहिले चाहिँ हामी निनीको घरमा छौँ निनीको घर हो हाम्रो निनी कान्छीको घर तेर्थुम छत्थर गाउँपालिका वडा नम्बर 5 अब हाम्रो निनी कान्छीको फुलबारी हेर्नु होला गाउँघरमा पनि दामी फुल रोप्नु भएको छ एकछिन बसेर देखौ नि फुलको नाम चाहिँ आउँदैन भन न जिरानियम भन्दो रहेछ बाबा अब पर खेतबारी खेती हाम्रो निनी कान्छीको किचन गार्डन भन्दा पनि अहिले चाहिँ मकै अनि बोडी रोप्नु भएको रहेछ यो जुरेली बोडी अरे राम्रो छ हौ ठाउँ त यो कस्तो राम्रो क्या बिराली तल हिँड्दैछ के खोजेको दामी छ है किचन गार्डन बारेर मजाले अनि हाम्रो निनीको खेत घर नजिकै छ 2 मिनटमा पुगिने ठाउँ अनि निनीको घरलाई पनि घुमाउने टार भन्दो रहेछ अनि यो खेत पनि ठ्याक्कै घुमाउने जस्तो छ क्या पर धानको बिउ राख्नु भएको रहेछ अनि अब धान रोप्नु पर्ने होला साह्रै राम्रो छ साह्रै राम्रो लाग्यो नि बुहारीले अघि घाँस काटेर ल्याउनु भएछ घाँस कति छिटो यता चाहिँ सबै बार्नु भएको छ है निनीहरू यो कुखुरा खेल्ने ठाउँ बाख्रा राख्ने ठाउँ अनि मलहरू राख्ने ठाउँ बारेर सबै बाख्रा खोर्ती पर माथि लिची आँप अनि यस्तै ठाउँ छ कुखुरा खोर बाहिरलाई मकैलाई यो तरिकाले राख्नु भएको रहेछ उहिले हामी पनि यही तरिकाले राख्थ्यौँ पहाडमा अहिले त बजारमै राखेको हुन्छौँ बजारदेखि लियो खायो आधी केजी गाउँघरमा चाहिँ यो पाराले राखिन्छ है दाउरा यो आइडियाले राख्नु भएको छ पहाडमा यसरी नै राखिन्छ प्राय सबैको अनि हेर्नुहोस् यो चाहिँ बाख्रालाई सुँगुरलाई अनि त्यस्तै पकाउने सानो घर बनाउनु भएको रहेछ यहाँ पनि अनि
यहाँ निनीहरूको कोठेबारी छ, किचन गार्डन। यहाँ परतिर सुँगुर छ, 3वटा छुट्टा छुट्टी राख्नुभएको छ मसिनो। ठिक्क ठिक्कको खोर बनाएर बाँसको अत्याधिक प्रयोग, जतासुकै बाँसले बारेको, बाँसको भाटाले साह्रै मेहनत गरेर। अनि यहाँ बाख्रा पनि 50-60वटा थियो अरे हाम्रो निनीको। अहिले चाहिँ 20वटा होला हौ हिजो हेरेको बाख्राहरू। मजाले बसेको छ है। अब बिहान बेलुका घरमा, दिउँसो चाहिँ चराउनु लानुहुँदो रहेछ। अनि निनीको बगैँचा बारी सुन्तला हेर्नु न, सुन्तला चाहिँ अलिक कम फल्न थालेको छ अरे, गर्मी बढेर होला सायद। पहिले चाहिँ सुन्तला जुनार अत्याधिक हुने ठाउँ। यहाँको धेरै सुन्तलाहरू हामीले पनि खायौँ। अनि यहाँ तल चाहिँ प्याज लगाउनु भएको रहेछ, आलु, लसुन, धनियाँ, सागहरू यस्तै छ। अनि त्यो पर अब यहाँदेखि चाहिँ देखाउन सकिनँ मैले होइन, बारीहरू अदुवा रोप्नु रहेछ। यो निनीहरूको भान्साघर, किचन। यहाँ चाहिँ खाना बनाउने। अनि छेउमा ढिकी पनि छ, ढिकीको प्रयोग चाहिँ छैन। निनीको घर अगाडिदेखि हेर्दा यस्तो छ। माथि पनि पो झ्याल 2टा रहेछ त नि, जोडी जोडी ढोका। माथि तेस्रो तलामा पनि 2टा झ्याल, ढोकै भनौँ न, ठुलै मान्छे छिर्नु पनि। अनि बिचमा पनि 2टा ढोका र फर्स्ट फ्लोरमा चाहिँ एउटा मात्रै छ, एउटा। अनि उता कोठामा गर्दाखेरि 2टै भनौँ न। फुलहरू ड्रागन फ्रुट होला यो चाहिँ, कहिले फल्ने। चोलुङ पार गरेको यो, म त डर लागेर मरेँ। तल देखि आएको हामी। होला आउने बाटो त राम्रो छ नि, उकालो, तर के सगरमाथा नै छ नि, सगरमाथा नै। अम्मै। वेलकम ब्याक टु माई च्यानल गाइज। यहाँ मम्मी हुन्छ, मम्मी हेलो। हेलो के किरा यो अर्थमा। यहाँ मान्छेहरू, यहाँ पछाडि ब्लगर, हामी सानो ब्लगर। हेलो कोमा, से हाई प्लिज। हाई। यो त ठुलो ढुङ्गा देखेर मेरो सातो उड्यो, किरा देखेर त झन् सातो उड्यो। मन लागि रे यस्तो राम्रो सिङ्गर। प्रपर्टी हो, त्यो चाहिँ लगाउन पछ्याम होला, किनभने म त अर्को बाटो गएको थिएँ। अब यहाँ हाम्रो ठुलो ब्लगर हुनुहुन्छ, के गर्नु, हामी सानो ब्लगर। अब हामी ओह्रालो लाग्दैछौँ। तपाईँहरू पनि हिँडेर, यो त तेर्थुमको भरे उकालो चाहिँ कसरी आउने होला नि यस्तो सिँढीमा? रोज सकिन्छ? गाह्रो पो होला है। सकिँदैन होला हौ भरे त। मम्मी यो कुन ठाउँ हो भन्नुहोस् त। तेर्थुम छत्थर गाउँपालिका वार्ड नम्बर 5 को चोलुङ पार्क। यसको नाम पो के अरे? चोलुङ हो। तपाईँहरू भनिदिनु होला, च्याम्लुङ भनेको के हो? कमेन्ट गर्नुहोस् है जान्नेहरूले। किनभने हामीलाई त
हामी माथि पुगेपछि तपाईँलाई हेरौँला। चाङलुङ गुफा पार्क कहाँ छ वेलकम टु चाङलुङ गुफा आई लभ चाङलुङ गुफा छोरा पनि भाग्दैछ अब कहाँ जाने ओस्कारमा होला छोरो चाहिँ We should enjoy. हुँदैछ त नि दुईजना आउनु नि यता मेरो परेले लाएको छैन के परेला यहाँ हिजोको ए गरेको त्यो पनि लाउनु पर्छ यसो कोर्नु नि अलिअलि ए तिनजुरे ठाउँ आइयो है तिनजुरे तर गुराँस फुलेको छैन रहेछ यो साल गुराँस फुलेको रहेनछ यो तिनजुरेमा सुनै खानाहरू खाने ठाउँ खाजा खाने ठाउँ रहेछ यो उतै कहाँ जान्छ अझै माथि जाँदो रहेछ त गाडी त जान्छ नि माथि त्यही त दुईतिरै पड्को फोटो खिचिहाल्नु न भाइले बनाउँदैछु त कहाँ जाने डाँडा अरे यो म पनि खिच्नु पर्यो त क्यामेरा ल्याएको के काम हो न तपाईँ अब यो बाटो चाहिँ खै हो अनि देखाउँदैन त पाथिभरा मन्दिर छ अरे माथि चाहिँ अब यहाँदेखि जानुपर्ने हाम्रो निनी र बहिनी माथि लाग्यो पाथिभरा मन्दिर लाग्यो कोमा फोटो खिच्दैन एकछिन मम्मी पक्रिँदैन एकछिन राजधानी हेर्न आएको आजको मौसम चाहिँ धेरै बिग्रेको छ के भन्नु सेल लागेर ड्याममै केही पनि देखिएको छैन 81 धेरै रमाइलो छ 81 साल पाथिभरा जाँदैछौँ साथीहरू कस्तो हुँदैछ एकदम राम्रो छ 81 साललाई बिदाई गर्न आएको अरे रमाइलो छ गाह्रो छ राम्रो तिनजुरेमा के पाथिभरा मन्दिर रहेछ बल्लले दुःखले धेरै कष्टले
रहेछ पाथिभरा मन्दिर चाहिँ अहिले भित्रबाट हेरौँ धुलो मैलो लाग्छ होला उतादेखि चाहिँ अप्ठ्यारो नि यस्तो बच्चा मरेछ कस्तो नि कति डाँडा हो त नि लु माथि गुम्बा जस्तै गुम्बाभन्दा धेरै उच्च नि यो धेरै शिखरमा तर यस्तो बसेको छ नि लु त्यहाँ घाम लागेको छ है फेरि तल पनि हलिन्छ हलिन्छ नि तेह्रथुमको चोलुङपा लामो दिन छ अरे त्यही भएर चोलुङपा भनेको यहाँ हो त्यो पटेको लु केटी हो यता हेर यहाँ हेर खेल्ने कि फेरि आऊ फेरि खेलौँ खेलौँ फेरि खेलौँ ल भयो अरे भयो अरे पनि हलिन्छ
आज तिम्रो जन्मदिन हो जन्मदिन होइन जन्मदिन जन्मदिन हो भोलि तिमी बुढो हुने दिन हो अघि एउटाले भन्दै थियो नयाँ वर्ष लिएर उफ्रिन्छ बुढो हुँदैछ आफै भन्दै थियो Oh my god! Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sujata. Happy birthday to you. May God bless you. Happy birthday to you. जन्मदिनको धेरै धेरै शुभकामना छ बहिनीलाई कुतु 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 हाय कुतु 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 यसको नाम के रहेछ होइन होला हो ठुलोको राते यो ज्याङ्गो चाहिँ नाम भएन हौ यसो किन ज्याङ्गो नै छैन अब पछि हुन्छ नि ड्याङ्गो फुल फ्लावर किचन घर हल घर की हल हो छोर पनि हलिन्छ भिडियो सुरु गरेको छु मैले के थियो यो यसो गर मम्मी टिम नै हजुर गर्नु हुँदैन नानी अहिले लडी यहाँ छ माथि नै आइज सक्यो त भयो बन्द